हेलो गुड मर्निङ वेलकम छ मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। म चाहिँ आज धान काट्नको लागि गइरहेको छु। म चाहिँ किनभने अलि पछाडी आएको छु, त्यही भएर यहाँ हाम्रो जनाहरूले यति काटिरहेको छ। म चाहिँ खेतमा पुगेको छु। भिडियो चाहिँ खेतबाट स्टार्ट गरेको छु। त्यही भएर यहाँ पानी मागिराख्नु भएको छ, त्यही पानी पुर्याउनको लागि म चाहिँ यता पानी राखेको थिएँ, त्यही भएर पानी खोज्दै खोज्दै जाँदैछु। आज मेरो यहाँ 1 बिघा काट्नु पर्ने छ, अनि त्यही भएर यहाँ तिर्खा लागिसकेको छ। ल आजबाट 18 गते धान काट्नु पर्ने छ। यस्तो लडिरहेछ, पानी पुरै छ। आज खेतालाहरू कति आउँछन् हेरौँ। अहिलेसम्म आइपुग्नु भएको छैन, 3-4 जना आएको छन्। अब हामी चाहिँ स्टार्ट गर्दैछ। को खानु पानी सबैजना? ल सुन त लिनु। हाई फुन्टी बुनु। कति हँसिलो अनुहार, कति खुसीले काट्छ। यस्तो पो हुनुपर्छ चेलिएर भएको भनेको छ। अझ कति रमाइलो हुनु पर्यो। हाम्रो यो सब काटिसक्नु पर्ने छ। भरे बिहेमा मासु भात खानु पर्ने छ, अनि छिटो छिटो गरौँ है। टोलुको बिहेमा तर हात छ नकाट्नु नि फेरि। हो हाम्रै बहिनीहरूको बिहे खाइन्छ कि कुले टुङ्गो त छैन बेकारको। हो साँच्चै हो त। यस्तो धनगढीमा पानी खुवाउनु पर्छ, चिसो खुवाउनु पाए पो लिनु पऱ्यो। भाउजू आयो रक्सी आयो नखाने? यहाँ ट्रान्सफर हुँदै आउँछ, एउटाले पुगिहाल्छ। ल आज हाम्रो काटिसक्ला छैन यार। आज मान्छेहरू नै कम भइरहेको छ। सरर सब काटिसक्नु पर्ने। यति चाहिँ काटिसके। होइन को चाहिँ बिरामी? ल यो गहिरो गोडमा 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 जना। ल आज एक दिन हो मेरो काट्ने दिन, त्यहाँदेखि छैन मेरो, सकियो। काट्नु चाहिँ सकिन्छ। कम त रमाइलो छ तराईमा आजभोलि काट्नु। यस्तो पानीमा काट्नु कम त मजा हुन्छ। कोही ओसार्ने, कोही उयो गर्ने, टुप्पा टुप्पा काट्ने। लडेको त अलिक टुप्पा टुप्पाबाट काट्दा भयो नि। राम यस्तो बिजोग छ। त्यही भएर त धेरैजना आउने, कोही ओसार्ने कोही लाने भनेर बोलाएको क्या। न उता उता काटेर हुन्छ। के छ काका, बिजोग छ नि है? गाह्रो छ हो यसपालि खेती उठाउनु। यस्तो बिजोग छ कहाँ? मेरो त अस्ति यस्तो काटिनु उता पनि। हो त्यो चाहिँ कस्तो हो त्यो चाहिँ बनाउनु पर्ला जस्तो छ। ल अब सब माटो यो चाहिँ अनि त्यो ठिक्क सुहाउँछ क्या। कहाँ छ नि पानी पुरै छ। यस्तो त सायद कसैले पनि यसरी धान काटेको थिएन। ल आज हाम्रोमा काटाइ भइरहेछ। अब माछा मार्नु पर्ने के छ कान्छी? फुन्टी बुनुलाई चाहिँ घाँसको चिन्ता लाग्यो। यहाँ जाउँ न, उयो पल्लोपट्टि चाहिँ गहिरो छैन हौ। यति मात्र होला, यति। बल्ल भए सक्यो। सुर लग्लो हुनेहरूको यहाँ बिजोग छ आज।
भरे साबुनले धुँदा नि यहाँ अमरजितकोमा गयो अरे सक्यो माछा त छ त मैले खुट्टामा अघि मेरोमा त आएको थियो छ माछा छ यहाँ थुप्रो पाउँछ तिर्खा लागेको होला नि सबैलाई हैन धान लडेर यस्तो छ मेरो जनावरलाई तिर्खा लागेर म चाहिँ पानी खिच्न जाँदैछु मेरो खेताला टाउको मात्रै देखिरहेछ अलिअलि तरेको कल यस्तो हुन्छ हो अहिले पानी त खानु हुन्न नि कोही पनि के भाउजूले जुठो लाउनु भयो के सेन्तेरे लु खाइहाल्नु नि त खाइहाल्नु भनेर पनि नमिल्नु यो मेरो होइन त अमिलो अछिमे पनि यहाँ पनि पानी रहेछ दिने अमिलो त नि राम्रो ल्यायो त यहाँ मात्र हात काट्यो भने लु भाउजूले जुठो लगायो लु खाइहाल्नु है त हुँदैन है जुठो लगाइदिएछ कहाँको बोजू भयो युके को बोजू त खाइहाल्नु है त्यो त जुठो लगाएपछि कहाँ हुन्छ 11 वर्ष अहिले भरे इन्टरभ्यू लिन्छु पक्नु न अहिले टाइम अलि छैन युके बोजू भोक लाग्यो कहाँ बेला भएको छैन हौ यति छिटो यो काटिसकेपछि मात्र खाने न आज पाइँदैन खानु बत्ती त अनि कहाँ हुन्छ हौ काटी छ यहाँदेखि यहाँसम्म ट्र्याक्करसँग सबैजनाले भोक ल्याएपछि फ्ल्याट भयो 12 बजिसक्यो हाम्रो श्राउनी कतिखेर आउने हो म चाहिँ जिन्दगी कहिले कहिले त खेतमा बित्दा तिमी नापद धान तिमी जत्रै छ कि झन्नै अलिक छैन छ हामी जतिको छ तिमीहरूलाई अग्लो छ नि त हो युके भाउजू युकेमा काम गर्ने मान्छे यहाँ कहीँ धान काट्छ युकेको मान्छेहरू गर्मीले युकेमा जाडो रहेछ कि यहाँ त्यही सम्झेर ओर्दैछ तपाईँलाई त पानी ल्याइन त मैले खानुहुन्छ पानी सन पानी खाने हो ए पानी त फेरि युके भाउजूले अलिकति होइन लाएन त्यो अर्को चेन्ज गर्नु नि त अर्को हाम्रो किन त सेना जतिकै देखिँदो रहेछ टाढोबाट हेरेर सबैजना सेना जस्तो पुरा गन बोकेर बसिरहेको छ क्या सिक्युरिटी गार्ड जस्तो देखिन्छ थकाइ अनुसार भोकाइ जानु लिएर आउनु अमिलो छ अरे अमिलो त के रक्सी खानुहुन्छ हौ तपाईँ ठ्याक्क 1 बजे अब खाना खानको लागि जाँदैछौँ हामी सबैजना कोही यता काट्दैछन् जमजम भन्नुलाई म यहाँ पर्खिरहेको छु अब खाना त खानु पर्यो ल हाम्रो साउनीले खाना ल्यायो अब खाना खाने हामी सबैजना हाम्रो साथी घर अमरजितको सबैजना यहाँ भोकले सेट भइरहेछ गरिरहेछ टक्कै खाने हो यो बोडीको तरकारी फेभरेट कसलाई हो खाऊ किन नानाले वाक्क भएको हो हाम्रो बोडी यसपालि दरो खायो तरकारी घप्टे भनेर रहेछ त अनि अलिक धेरै थियो होला नि त मेन बहिनीले भोगायो
छिटै आउनेहरूलाई त दिउँ न हामी त ढिलै आएको कुनै बुनु के भन्छ ए युके को बोजूसँगै बस्दैको तिमी युके को बोजू युके को त्यही त युके वालीले कस्तो नबोलेको हौ एक बोतल झार दियो त निगार दियो त उलाई लाग्दैन मज्जाले ल युके बोजूलाई आज हामी चाहिँ ड्राइभ पिकनिक आएको नि पिकनिक कहाँ काम गर्नु आएको त बुनु कहाँको रे ए युके भन्नु युके वाली भन्नु देख्छु के चाहने युकेबाट कति बेला बस्नु हो तपाईले दिनु भएको छैन नि त कहाँ भन्नुहुन्छ ए अब रक्सीको भयो दिएपछि अहिले अगाडि छैन युके वाली रमाइलो त यस्तो त रमाइलो भनेको त ड्राइभ पिकनिक हो नि काम गर्नु कहाँ आएको त हामी त धान मात्रै काट्नु आएको होइन जहाँ रक्सी अलिकति लिएर आएको हुन्थ्यो नि खानेले खान्थ्यो त काकाले खानुहुन्थ्यो दाइहरूले ए म लास्टमा खान्छु अहिले के मेरो लागि के टेन्सन कामै गरेको छु काममै पेरेको छु यो अलिकति खाइहाल्नुहोस् न मलाई भोक छैन खानु दाजुले बहिनी नला चाहिँ खाऊ है भोक लागेको छ भने मजाले त्यो पानीमा यो गम्बर फुको कि फुकेन फुको नि हाफ रहेछ नि उसको फुल भए फुक्दैन क्या ठ्याक्कै खान्छ दाइ हो ल फिनिसिङ भयो खाना साना खाइसक्यो सबैजना आराम खाना साना खाइयो अब एकछिन आराम गर्ने हो ल अब खाना खाएर सेकेन्ड राउन्डदेखि अब अर्को फेरि स्टार्ट गरौँ है हामी अब ट्र्याक सबको के भन्छ हाम्रो बुहारी ह्याङ गर्दैछ अब हाम्रो भाग्यमा चाहिँ जहिले लडेको मात्रै पाइन्छ अरे कस्तो जिन्दगी हो आज नि मलाई त रुनु मन लागिसक्यो जहिले यहीँ परिन्छ यस्तो लडेकोमै ल मान्छे जत्रो धान अब हाम्रो बेलुका पाखा अब सक्नु आँटो अर्को टिमहरू त्यहाँ छन् अर्को टिमहरू हामी यहाँ छौँ रात परो बेलुका पाखा आँखा कमजोर चस्मा ल साथी हामी पनि कम्पाउन्ड भन्दा कम चाहिँ छैनौँ हामीले पनि यहाँदेखि यहाँदेखि लिएर काटेर त्यहाँ पुगिरहेछौँ अलिअलि माथिको डाँडाहरू मिरमिर देखिरहेछ यो पोखरीमा बिहान पानी सानीमा फ्यालियो त्यसपछि देखेको यो सब हामीले हातले काटेको परछन् हाम्रो जनहरू म नि अब त्यतै जाँदैछु भनेपछि यहाँ काट्दैछौँ यतादेखि लिएर टक्कै यसरी धेरै काट्यो यति यो सबै काटेको वरिपरि धान काटेको छैन हाम्रो मात्रै वरिपरि काटेर आएको छ पानी सकिएको पानी सके छैन पानी कसरी ल्याएको त्यो पानी यो बुनुलाई पानी भन्दैछ र नि ल अब बेलुका चाहिँ माथिल्लो ग्रुपले पनि पाएछ लडेको हामीलाई चाहिँ बिन्दास छ आज ल सक्ने बेला हुनु आँट्यो अब घाम पनि डुब्ने बेला भयो तपाईँलाई कसले बोलायो भनेको मैले बोलाएको त भन्दै थियो त नि ल ठ्याक्कै अब यो सकिनु आँट्यो लास्ट यो भिडियो घाम पनि त्यहाँ पुगिसकेको छ डुब्ने बेला भयो ल घाम पनि डुब्यो हामी लाग्यौँ अब हामी सबैजना आफ्नो आफ्नो बाटो छुट्यौँ
कोही यता गयो कोही यता गयो आफ्नो आफ्नो बाटो आफ्नो आफ्नो ल यति भन्दै मेरो भिडियो राख्न चाहन्छु सबैलाई बाई बाई मेरो यो सानो भिडियोले हेरिदिनु होला यो हामीले आज यो सबै काट्यौँ पुरै यो हामीले काट्यो कम्पन जतिकै काट्यौँ त्यही भएर भन्दै बाई बाई ती भन्दै बाई बाई सबैलाई